जय श्री राधे, जय श्री कृष्ण। धर्मदर्शनमा यहाँहरु सबैमा हार्दिक स्वागत छ। म कुबेर सुवेदीको जय श्रीमन नारायण। ज्येष्ठ मासको शुक्ल पक्षको एकादशी निर्जला एकादशी हो। वर्ष दिनभरिका एकादशीका जति पुण्य हुन्छन्, ज्येष्ठ मासको शुक्ल पक्षको एकादशी एक दिन मात्रै व्रत राख्नाले, निर्जल रहनाले वर्षभरिका एकादशीका पुण्यका फलहरू एउटै एकादशीले दिन्छ। अब कसले हामीले निर्जला एकादशी व्रत गर्न सक्छौं त? कति वृद्ध छौं, बिरामी छौं, भगवानका भक्त बनेर पनि, वैष्णव बनेर पनि औषधि खानुपर्छ, औषधि खाँदा पानी पिइन्छ। ओहो, यो सम्भव छ त? कसले सम्भव छ, कसले गर्ने, कसले नगर्ने? अनि 2082 सालमा ज्येष्ठ महिनामा कहिले पर्छ निर्जला एकादशी? यस दिन कसरी व्रत भक्ति पूजा आराधनाहरू गर्ने, के गर्ने, फलाहार के खाने, पानी कति बजे पिउने, यी सबै बारेमा हामी कुराकानी गर्नेछौं निर्जला एकादशी व्रतको बारेमा। आउनुहोस्, सर्वप्रथम यस दिनको तिथिमिति र पञ्चाङ्गबाट सुरु गरौं। 2082 सालको ज्येष्ठ महिनाको 24 गते शनिबार एकादशी व्रतम निर्जला एकादशी व्रतम हो। 2025 जुन 7 तारिकका दिन निर्जला एकादशी व्रत गर्दैछौं। यस दिन तुलसीको दल राख्ने दिन पनि हो। अब हामी यसभन्दा अघिल्लो दिनको पनि पात्रो हेरौं। 23 गते शुक्रबारका दिन पनि एकादशी अहोरात्रम रहेको छ, यानी कि 6 जुन 2025 का दिन। यहाँनेरि हाम्रो के छ भने 24 गते शनिबार एकादशी व्रतम निर्जला एकादशी व्रत भनेर पञ्चाङ्गमा राखिएको छ भने 23 गते शुक्रबारका दिन एकादशी मात्रै छ। यानी कि तिथि गर्नेहरूले एकादशीको तिथि गर्ने, श्राद्ध गर्नेहरूले 23 गते गर्नु पर्यो। तर एकादशीको व्रत गर्नेहरूले, भक्ति गर्नेहरूले, तुलसीको दल राख्नेहरूले 24 गते शनिबार गर्नुपर्छ। किन?